अब लुकिङ ग्लासहरू मिलाउनु पऱ्यो पहिला है। अनि हजुरको सिट एडजस्ट छ कि छैन होइन, सिट एडजस्ट गर्नु पऱ्यो नर्मल्ली होइन। अब यो ग्लास हो नि त कहाँ छ, पुरै टेढो छ होइन। अब टक्क सेन्टर पछाडिको सेन्टरमा टक्क हुनुपर्छ है। बेसिक चाहिँ गर्नुपर्छ पहिला होइन। एकदमै ओहो अलि भएन नि यो यस्तो लानु भयो भने त यो सेन्टरमा आउँछ हो यस्तो होइन, यस्तो 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 बिचबाट तान्ने पेटमा हो यति मात्रै हो। तपाईँलाई आफै न्याक छ फेरि। हजुर हजुर। अब के छ हेर्ने, गियरमा छ कि छैन, गियरमा छ कि छैन चेक गर्ने। गियरमा छ है। अब गियरमा नराख्ने पहिला न्युट्रलमा राख्ने अनि स्टार्ट गर्नुहोस्। ब्रेकमा खुट्टा राख्नु ल, ब्रेकमा बस। अब एक गियर हाल्नुहोस्, यस्तो साइडमा हाल्ने, यो ल्याएर साइडमा है, यस्तो गरेर साइडमा एक हाल्ने। अब ह्यान्ड ब्रेक तल झार्ने। 25 मिनेटमा ढाड खुस्केला 26 मिनेटमा कसरी भ्याउनु 25 मिनेटमा कसरी भ्याउने देखौ के हो यो। स्ट्रेट हेर्ने अगाडि, एक्सिलेटरमा खुट्टा हल्का, क्लच धेरै पर्दैन हल्का छोड्ने भएन। हजुर क्लच चाहिँ पहिला छोड्नुभयो कि हल्का मात्रै टुप्पामा छ यसको। दुईवटा राख्नु बिचमा सेन्टरमा हो टिममा। हामी जाने त्यही जाने। बाइक आइरहेको छ, गाडी आइरहेको छ, हेर्नुहोस् मजाले दायाँ बायाँ। यस्तै हुन्छ बिहान अलिकति कहिलेकाहीँ बिजी हुन्छ, कहिलेकाहीँ कोही आइदिँदैन। आरामले काट्दै जाउँ। फेरि गाडी आयो। अब ब्याक गर्नुपर्ने भयो। ब्याक गियर लाउनु त साइडमा ल, हजुरपट्टि हो हस्, च्याप्पै तान्ने यसो गरेर पछाडि तान्नु। अझै यहाँ भयो। अब ब्रेक छोड्ने, क्लच पनि हल्का उठाउनु। लागेन है ल, अब भयो। जाउँ यतिकै जाउँ। अझ आउनुहोस् बस। अब यतिकै एक हाल्नुहोस्, ब्रेकमा खुट्टा है, ब्रेकमा खुट्टा बस भयो। जाउँ फेरि अगाडि। जब जतिमा हजुरको गाडी उठ्छ नि त्यतिमै राख्नु पऱ्यो कि खुट्टा। अब पुरै क्लच दाब्नु क्लच स्लो हुन्छ होइन। अब हल्का उठाउनु बस। बिस्तारै उल्टाउनु, उल्टाइहाल्नु ठिकै छ। बिस्तारै बाँध्नुपर्छ। पहिलोचोटि हेर्ने यो गाडीमा, यो गाडी चाहिँ अस्ति चलाएको छ त्यति राइटमा धेरैको अगाडि बाइकहरू आइरहेको छ। अस्ति काटेकोमा भित्र यतैबाट यो दुईवटा पोल छ नि त्यहाँ लानु। काट्नु उतै जाउँ। ब्रेक हान्नु त, क्लच पुरै है, क्लच पुरै ब्रेक हान्दाखेरि क्लच पुरा लिएर अनि मात्रै हो त्यो गाडी निस्किन्छ। ब्याग जान्छ, हामी चाहिँ सिधै जानुपर्छ ल। काट्नु लेफ्ट काट्नु। हो क्लच पुरै लिएर ब्रेक हान्नु। यो त्यो त चुस्टा छैन हुँदैछ होइन। क्लच हजुरको क्लच पुरै लिएपछि हजुर ब्रेक हल्का लिनु मात्रै हो, झ्याम्मै हान्नु भएन। उतै काट्नु राइटबाट ल। हजुरको शुभ नाम चाहिँ प्रदीप खत्री थपलिया भाइ हुनुहुन्छ। उहाँ बिगिनर हुनुहुन्छ, तर एकदम राम्रो सिकाउनुहुन्छ यहाँ सरहरूले। त्यो त तपाईँहरूको अब के भन्छ बडाप्पन भन्छ हिन्दीमा चाहिँ। ठिकै छ, काटौँ सेम हो जाउँ ल।
राइटपट्टि काट्नु हजुरले जति यता पेल्नुहुन्छ त्यति तपाईँलाई स्पेस बढी हुन्छ होइन अनि सट्टै काट्न पाइयो कि एटमा हालिदिउँ है एकचोटि हुन्छ अब उताबाटै जाउँ न 8मा लाग्दा चाहिँ कस्तो हुन्छ नि हजुरको त्यो स्टियरिङ जुन छ नि हजुर एकदम चाँड चाँड खेल्नुपर्छ क्या हजुर त्यो चाहिँ चाहिन्छ यहाँ दुईचोटि तालिसक्यो अरे हुन्छ ठिक छ यो चाहिँ पुरानो गाडीमा चाहिँ अलिकति त्यो सजिलो हुन्छ होइन यो चाहिँ अलि हुत्तिन्छ कि गाडी अस्ति एकदिन चलाएको थियो नयाँ गाडी काट्नु उता गइसक्यो गाडी छैन छैन अब अगाडि गएर ब्याक गर्दा नै हुन्छ अहिले त 8 बिजी छ 1 राउन्ड लाउनै पर्छ है किनभने अलिक बिजी छ पुरै सबै गाडी सिक्न आएको सबै हो र धेरै छ नि उहाँहरूको त अब लाइसेन्सहरूको लागि फर्म सम भरेर रेडी भइसक्यो अरे धेरैजनाको निस्किन लागिसक्यो लाइसेन्स अब धेरै 10-15 जना समथिङ पास आउट भइसक्यो एउटा होइन त्यो चाहिँ अब सिक्ने मान्छेमा भर पर्छ है होइन हामीले चाहिँ अब दिने हो यतै छिराउनु बाइकपट्टि यताबाट छिराएर अब त्यो मार्दै अब छिराएन झन् अब 8मा उल्टो घुमाएन के फरक पर्दैन अहिले सिग्नललाई त होइन बाहिर च्याप्नुपर्छ पोल आएछ भित्र तान्ने ल तान अझ तान् उता बग्छ गाडी हो यो ठिक छ अहिले अब यो साइड च्याप्दै जानुपर्छ काट्नु मजाले काट्नु अब पोल गयो अब बाहिर हल्का बाहिर जानु अब भित्र तानिहाल्नु भित्र ताने हल्का उता जाने त्यो राइट साइडमा जाने हो पर यहाँ चाहिँ सेन्टरमा चाहिँ अलिकति फास्ट हुनुपर्छ कि काट्नु अब हल्का बाहिर जानु अनि फेरि भित्र आइहाल्नु अब यहाँ चाहिँ पोल आउँछ जानु भएन अलिकति बाहिर गयो अझ जानु अब हल्का बाहिर फेरि गयो हल्का बाहिर यता टच हुँदैन कि यो जुन हुन्छ नि यो हजुर उता बाहिर जानु भने यता टच हुँदैन अब यता च्याप्यो भने हजुरको त्यो राइट साइडमा जाँदैन गाडी क्या यसरी गर्नु भने राम्रो हुन्छ